हेलो साथीहरू, दर्शन नमस्कार। आज मेरो सेलरोटीको रेसिपी रातभरि भिजाएको चामल, सुजी, भैँसीको घिउ, चिनी यति मात्र एड गर्छु। सेलरोटी कस्तो बन्छ चामलमै हालेर पिस्छु। धेरै मसिनो बनाउनु पनि हुँदैन। मरिचको धुलो स्वादअनुसार। जाडोमा भिडियो लामो हुनसक्छ, झर्को नमानेर हेरिदिनुहोस्। त्यो भयो। अब यसलाई 1 घन्टा जति ढाकेर राखिदिन्छु। तिल भुजेको, आलु, खुर्सानी, प्याज, स्वादअनुसार नुन सबै थोप्नु गर्नुपर्छ। आलुको प्याज तयार भयो। फेरि हुनाले भिडियो त्यति राम्रो पनि भएन। धेरै मिस गरेको छु मेरो छोरीलाई भिडियोको लागि, खानको लागि पनि। 6 महिनामा आउँछ। थाकेँ अनि चिया पिउनु मन लाग्यो। मेरो चिया पनि तयार भयो। सेलरोटी, चिया, अचार। सरी ल हजुरलाई पनि बस्नुहोस् न।